अरूको छोरी मैले भित्र्याएँ, अब मेरै छोरी हो, मैले उसलाई छोरी बनाएर राख्नुपर्छ भन्ने त्यो भावना नै हुँदैन के। मेरो मम्मीलाई सबै कुरा थाहा छ। मतलब मेरो घरमा म कसरी बसिरहेको छु, मसँग कस्तो मतलब व्यवहार हुन्छ मेरो सासु र मेरो, अनि त्यो कुराहरू म मम्मीसँग त सेयर गरिबस्छु नि। अनि मम्मीलाई अहिले पनि भन्छु, सम्झाउँछु, के गर्ने अब तपाईँको 3वटा छोरी थियो, 3वटै छोरी अरूहरूलाई दिएपछि तपाईँले पनि कसैको छोरी ल्याउनुपर्छ, ल्याएपछि उसलाई नै आफ्नै छोरी सम्झेर राख्नु, यही कुराहरू भनिरहेको हुन्छु म। अब श्रीमानहरूले बुझ्नुपर्ने मेरो विचारमा चाहिँ काम भनेपछि अब जस्तो महिला र पुरुषको उहाँहरूको मनस्थिति फरक हुन्छ के। महिलाले यो काम गर्नुपर्ने, यो पुरुषको काम, यो महिलाको काम, त्यस्तो मतलब भेदभाव नहोस्। घरमा पनि महिलाको काम धेरै हुन्छ, त्यसमा पनि गाउँघरको महिलाको त अब सहर बस्ने र गाउँ बस्नेको धेरै फरक हुन्छ। गाउँको महिलाको त्यस्तो हुँदैन। गाउँको महिलाको त बिहानदेखि साँझसम्म सास फेर्ने फुर्सद हुँदैन। त्यो अफिसमा काम गर्नुभन्दा धेरै हुन्छ घरको काम, तर देखिँदैन त्यो काम, त्यति मात्रै हो। घरको काम चाहिँ देखिँदैन, अफिसको काम अफिसमा 5 घन्टा 7 घन्टा 8 घन्टा काम गरेछ भनेर देखिन्छ, तर घरमा त्योभन्दा बढी 12 घन्टा ड्युटी दिनुपर्छ, त्यो काम देखिँदैन। के काम गरेँ मलाई आफै थाहा हुँदैन, तर दिनभरि बिजीको बिजी हुन्छु, त्यस्तो हुन्छ। त्यो चाहिँ बुझिदिनुपर्छ पुरुषले। महिलाको पनि हामीलाई चाहिँ अफिसको मात्रै हुन्छ, महिलालाई बच्चा बच्चीको पनि जिम्मेवारी हुन्छ, घरको जिम्मेवारी हुन्छ, गाई बस्तुको जिम्मेवारी हुन्छ, खेतीबारी सबैको जिम्मेवारी हुन्छ। त्यो पनि उसले गरेको कामै हो भनेर उनीहरूले पनि बुझिदिनुपर्छ। त्यो चाहिँ भन्न चाहन्छु म।